तँलाई के लाग्छ तँ यो समरको पन्जाबाट हुम्किन्छु भनेर? हेर, बरु चिलको पन्जाबाट चल्ला हुम्किन सक्छ, तर आजसम्म यो समरको पन्जाबाट कुनै केटी हुम्किन सकेको छैन। बुझ्यस्? हेर्नु समरजी, मैले तपाईलाई कतिचोटि भनौँ, जसरी ताली बजाउन दुई हात चाहिन्छ त्यसरी नै माया पनि दुईतर्फी हुनुपर्छ। तपाईले मात्रै मलाई माया गर्छु भनेर हुन्छ? मैले तपाईलाई माया गर्नु परेन, म अर्कैलाई माया गर्छु। अर्कैलाई माया गर्छु रे? को हो त्यो हलुवा बलुवा? भन् मलाई छिटो, म त्यसको आजैबाट नामो निशान मेटाइदिन्छु। उड्दा उड्दैको चरा खसाउन पर्ने उमेरमा के मिल्दैछ मलाई? पानी आन्द्रे अलि राम्रोसँग त बोल्न सक्दैनस्? पानी आन्द्रे बाबा अब त भुल्ला नि। का भाते अलि पल गरेर दबाउन सक्दैनस् भने बन्द गरौँ मलाई। म सारी चोलो चुरापते लिएर दिन्छु तँलाई, अनि त्यही लगाएर हिँड। धेरै जोडले दबाउँदा बाबालाई दुख्छ भने त बिस्तारै दबाएको नि बाबा। हेर न हेर, कुरा बनाउँछ पानी आन्द्रे, दबाउन सक्दिन भन्न बरु। तेरो जस्तो बोइलर कुखुरा खाएको ज्यान हो, जमानामा सुकामाना घिउ खाएको ज्यान हो मेरो। यति भएपछि त यो दाउरा अब जाडो कटिहाल्छ, यसलाई काटेर दाउरा बनाउनुपर्छ। दाइ, म अब मेन पावर गरेर आउँछु, के भन्छ नि तपाईँलाई भनौँला नि। ल कान्छ, खर्च पर्छ नि कति लाग्छ बुझेर आइज है। खर्च पर्छ त त्यही हो दाइ, मेन पावरमै 12 लाख लाग्छ भनेको छ, यताउति गर्दा 13 लाख लाग्छ होला। ओहो, त्यत्रो लाग्छ है? त चिन्ता नगर कान्छा, त जसरी पनि इन्टरभ्यू दिएर पास हुने बाटो बना। खर्च पर्चको लागि म जसरी पनि जो गरिहाल्छु नि। मलाई त फेरि 1300 त पाइँदैन यो गाउँमा, 13 लाख कहाँ जम्मा गर्नुहुन्छ दाइ? बरु म 2-4 वर्ष खाइनै गएर भए पनि पैसा जम्मा गर्छु नि, हुँदैन र? कहाँ त्यस्तो कुरा गरेर हुन्छ भाइ? त्यत्रो पढे लेखेको मान्छे जान त युरोपै जाने हो। तेरो दाइ यहाँ जिउँदैछ, त चिन्ता नगर। ल कान्छा, त अहिले ढुक्क भएर जा, तेरो लागि म छु। ल हस् दाइ, म अहिले जान्छु। ल हे भगवान्, मेरो भाइलाई जसरी पनि इन्टरभ्यू पास गराइदेऊ है। बरु पैसा कति लाग्छ म छु। हो तिमी त छँदै छौ नि, त्यत्रो राष्ट्र बैङ्कको पैसा सबै तिम्रो दराजमा छ हैन र? ए रुपा, तिमी आयौ अनि मैले कहिले भनेर राष्ट्र बैङ्कको पैसा मेरो दराजमा छ भनेर? अघि भर्खरै तिमीले भाइलाई भनेको हो किन, म जति पनि ल्याउँछु पैसा भनेर। त्यत्रो 13 लाख पैसा तिमीले कहाँबाट ल्याउँछौ भन त? मैले सबै सुनिसकेँ। ए सुनेछौ, राम्रै भयो। नसुनेको भने तिमीलाई त मैले जसरी पनि भनिहाल्थेँ नि। खुब भन्यौ मलाई, तिम्रो भाइलाई कतिचोटि पैसा लुकाइ लुकाइदिएको मलाई थाहा छैन र? नचिनेको हो र तिमीलाई मैले? खालि भाइ 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 भनेको छ, स्वास्नीको त मतलबै छैन। त्यस्तो के कुरा गरेको रुपा तिमीले? मैले तिम्रो कहिले मतलब गरिन र? अनि त्यो भाइको पनि तिमी र म बाहेक को नै छ र? भन त तिमी आफै। त्यो त माने मैले, तर उसको कोही पनि छैन भनेर सर्वस्व लुटाउनु त भएन नि। त्यत्रो 13 लाख कहाँबाट ल्याउने? हुत्ती छ? धागभन्दा धक्कु ठुलो, हिँड्न लायक खुट्टे लुलो भनेको यही हो। त्यसो नभन न रुपा, भाइको भविष्यको लागि भए पनि मैले केही उपाय त गर्नै पर्यो। केही सिप नलागे अलिकति जमिन बेचेर भए पनि गर्जो त टार्नै पर्यो नि, होइन र? ए अब जग्गा नै पो बेचेर गर्जो टार्ने रे? आफ्नो नाक काटेर अर्काको खोइ के हो कुनी टाल्ने भन्छन्, यही हो होइन? कति अन्ध भएको हो कि तिमी त्यो भाइको मायामा? नभएर के गर्नु त रुपा? त्यसको बाउ भने पनि आमा भने पनि तिमी र म नै त हो नि। जाब जमिन त त्यसले भोलि पर्सि पैसा कमाएपछि जोडिहाल्छ नि। जोड्यो जमिन, अहिले जग्गा बेची बेची भाइलाई विदेश पठाऊ, अनि विदेशमा गएर टन्न पैसा कमाउँछ, भोलि नेपाल आएर स्वास्नी च्यापेर अन्त गएर बस्छ, अनि खाल यत्रो टुन्टो भएर भन्नुपर्छ अनि थाहा पाउँछौ। त्यस्तो गर्दैन मेरो भाइले, मैले उसलाई राम्रोसँग चिनेको छु। त्यही त,
अहिले मात्रै हो दाई दाई भन्ने, भोलि टन्न पैसा कमाओस् न तिमीले टाउकोमा आएर मुद्दिन्छ अनि थाहा पाउँछौ। यस्तो घटना त धेरै सुनेको छु मैले गाउँमा। अहिले मलाई नराम्री बनाए नि बनाऊ, छुच्ची बनाए नि बनाऊ, तर जग्गा म ज्यान गए पनि बेच्न दिन्न, बुझ्यौ? रूपा, के रूपा, त्यसो नभन न। बुवा आमा पनि मर्ने बेलामा त्यही भाइको चिन्ता गरेर मर्नु भएको छ। मैले पनि यस्तो सोचे, उसलाई कसले हेर्छ? प्लिज रूपा, ऊ मेरै भाइ हो, कुरा बुझ्देऊ न रूपा, प्लिज। जे भनिहाल्न तेरो आमालाई कहिले कत्रो दुस्साहस गर्दैछस् भनेर। दुस्साहस रे? के भन्नु खोल्नु भएको रत्न बाबु तपाईँले? मेरो छोराले के दुस्साहस गर्यो? हेर कमली काकी, तिमीहरू भनेको तल्लो जाति, त्यही माथि पानी नचल्ने। हामी भनेको ठुलो जाति, जातले पनि ठुलो, हैसियतले पनि ठुलो। तिमीहरूको र हाम्रो जातै नमिलेपछि, हैसियतै नमिलेपछि बाटो अलग अलग हुनुपर्ने होइन र? हो नानी, तपाईँले भनेको कुरो एकदम सही हो। तपाईँहरूको र हाम्रो हैसियत बराबर छैन, त्यही भएर तपाईँहरूको बाटो हाम्रो बाटो अलग अलग छ, होइन र नानी? त्यसो भए सम्झाइदियो आफ्नो छोरालाई, नालीको किराले नालीकै किरासँग जीवन बिताउने हो, दरबारको राजकुमारीसँग होइन भनेर। मेरी बहिनी गुन्जनलाई आँखा लाउँदैछ यसले, सम्झाइदेऊ काकी यसलाई, नत्र तातो झिले यसको आँखा रोप्न नपरोस्। बाबु, रत्न बाबुले भनेको कुरो सही हो। तैँले आफ्नो औकात बिर्सिस् क्या? आफ्नो हैसियत हेर। बिहान खायो, बेलुका के खाम भन्ने टुङ्गो छैन। हामीलाई एक बोरा चामल किन्ने हैसियत छैन, त्यहाँ माथि हामी तल्ला जातका। तँलाई अलिकति लाज लाग्दैन समर? हेर कमली काकी, तिमीले खाइ नखाइ गरेर दुःख गरेर हुर्काएको छोरालाई राम्रोसँग सम्झाइदेऊ। यसले आफ्नो काला आफै निम्ताउँदैछ, जात र हैसियत भुलेर। अनि अर्को कुरा, आज त हामी सम्झन मात्र आएको। यति सम्झना नि मानेन भने तिमीले अर्जाबेर पठाएको हतियारले तिम्रो छोरालाई टुक्रा टुक्रा पारेर काट्छु, याद राख। सानो जात मात्दैन, मातेपछि बाँच्दैन भन्ने उखान सदो होला, सम्झ आफ्नो छोरालाई। हुन्छ मित्र, जाउँ। पर्न चाहिँ कहाँ परेछ? यहाँ उज्यालोमा बसेर हेर्नु पर्यो। यहीँ राखेको थिएँ त, छैन, भेटिँदैन त। कमला, ए कमला, कमला, कमला कमला किन चाहियो? कमला के गरे कसैले तिमी माथि हमला? किन भन त? के हुनु नि, लुटपाट भयो, ठुलै डकैती भयो जस्तो म माथि। लुटपाट भयो रे, डकैती भयो रे? होइन, कुरो के हो साफ साफ भन त। ल त्यसो भए भन् त, मेरो पर्सभित्र राखेको हात्ती कहाँ गयो? होइन, के भन्छन् यिनी? दिउँसो कोदोको झोल तुन्ताएर आयो क्या हो? कहीँ नेपाल पस्न पनि हात्ती अट्छ त? मैले त्यो जङ्गलवाला हात्ती भनेको होइन के, राष्ट्र बैङ्कवाला हात्ती भनेको। मतलब मेरो पर्सको 1000 को नोट कता पर्यो भनेको क्या, ट्युबलाइट। अब त बुझिस्? ए बुझे। त्यो हात्ती त अब हात्ती रहेन। त्यो हात्तीले त मैले एउटा राम्रो स्वेटर किनिसकेँ। के रे स्वेटर किने रे? किन नि? किन हुनु नि, तरकारी पकाएर खाना किने नि। स्वेटर किन किन्छन्? जाडो भएर किने नि, वाइयात। हुन्छ जाडो, पैसाको नाउँमा त्यही एउटा 1000 को नोट थियो, त्यो पनि मलाई सोध्दै नसोधिकन टकाइदिन्छे। किन सोध्नु त तिमीलाई? तिमीलाई सोध्यो भने ज्यान जाला पाइँदैन, त्यो भएर सोध्दै नसोधिकन यस्तो कदम चालेको। 40 कदम आफूले यहाँ 15 दिनदेखि खर्च नगरी राखेको थिएँ।
सोचेको थिएँ यसो 500-700 रुपियाँ जोगाड गरेर एउटा राम्रो ज्याकेट किन्छु भनेर। अब उडायो सबै सपना बुढीले भने जस्तो भइहाल्यो। ल धेरै रोइरहनु पर्दैन। तिमीलाई किन चाहियो ज्याकेट? पोहोरको ज्याकेट छ नि, त्यही ज्याकेट धोइ दाइ पारेर टमक्क टल्काइन्छु, त्यही लाउनु। तँलाई चाहिँ किन किन्नु पर्यो नि? तैँले पनि त्यही पुरानै धोइदाइ बनाएर लाभए भइहाल्थ्यो नि। लाउँछु म पोहोरको पुरानो। मेरा टिकटकका फ्यानहरूले के भन्छन्? के रे टिकटकको फ्यान अरे जम्मा 936 जनाले फलो गरेका छन्। त्यो पनि आफूले आफूलाई टिकटकको सुपरस्टार भन्ठान्दिरे चाहिँ। हो त, म त सुपरस्टारै हो। मेरो त 936 जना भए पनि फ्यान फलोवर्स छन्। तिम्रो त 113 जना। तिम्रो लागि त म सुपरस्टारै त हो नि। त्यस्ता ताल्ना तुलको फलोवर चाहिएको छैन मलाई। चाहेर पनि पाए पो त। तिमीलाई त टिकटकमा फलो गर्नुको साटो तिमीलाई त देख्यो भने पनि उल्टै गाली गर्न थाल्छन्। यस्तो त थोप्रा छ तिम्रो, बरु मलाई नहेप। ल तै ठुली, तै सुपरस्टार। बरु आज तरकारी चाहिँ के पकाउने? मिल्छ भने मासु नै पकान है। पकायो मासु, पैसा निकाल्ने बेला चाहिँ घोडाबाट आउँछ आँसु, खायो मासु। त्यसमाथि आज मेरो टिकटकमा बिग म्याच छ। म त भ्याउँदिनँ, के पकाउँछौ आफै पकाएर खाऊ। भनेपछि आज पनि मै मान्छे लाग्नु पर्ने होइन त? नभ्याउने हजुरले। हो नि, अनि जे पकाए पनि मिठो पकाउला बुढो। बाई बुढो, बाई बाई। के को बाई? खाइ नपाई लोग्नेलाई नोकर बनायो भने यही हो। तेरो बाई तै लैजा। त्यसो भए म पनि भातै खान्न। ल मिजी, केटा उहाँ नै हो, केटाको बुवा उहाँ हो। काठमाडौँमा दुईटा घर छ, पेट्रोल पम्प त आफ्नै छ। गुन्जनको लागि योभन्दा लायकको केटा अरू पाउँदैन। के भन्नुहुन्छ तपाईँ? अब मिजुली ल्याउनु भएको मान्छे राम्रै त ल्याउनु भयो होला। अनि यसो केटालाई हेर्दा पनि खाइलाग्दो देख्छु। सुन्दर छन्, सुशील देखिन्छ। यतिको केटा भएपछि मेरी छोरीलाई ठिकै होला जस्तो लाग्छ। मलाई चाहिँ चित्त बुझ्यो है 100%। अनि केटाकेटी हो, तिमीहरू के भन्छौ? सही भन्नुभयो बाबा। गुन्जनलाई यतिको राम्रो जोडी अन्त कहीँ भेटिँदैन। ठिक भन्नुभयो दाइ, मलाई पनि त्यस्तै लागिरहेछ। अब यस विषयमा हजुरलाई केही भन्नु छ कि? के भन्नु र? केटी असल हुनु पर्यो, बाँकी कुरो हामीलाई के नै चाहियो र? कि कसो छोरो? हो ड्याड, हजुरले सबै बुझेर गर्नुभएको कुरामा मैले के भन्नु? तपाईँको चोइस नै मेरो चोइस। ल यता कुरा मिलिहाल्यो। अब एकचोटि केटा र केटीको भेट पो गराउने हो कि के? बोलाउ त। बोलाउनु मिज्यो, बोलाउनु। यस्तो काम पनि ढिला गर्ने हो र कि कसो? हो नि बाबुरत्न, जा त बहिनीले बोलाएर लैज। केटाकेटीले मन परायो भने चिना जुराएर चाँडै नै बिहे गर्नुपर्छ। शुभ कार्यमा किन ढिला गर्नु र? कि कसो छोरा? ओके ड्याड, तपाईँलाई चाहिँ कति अटार भएको के? पहिला सबै प्रोसेस त पुरा हुन दिनु। केटा केटीलाई म मन नपर्न पनि त सक्छु। त्यस्तो अशुभ कुरा नबोल्नु न हुनेवाला जय साहब। छोरीले 100% पत्याउँछ क्या तपाईँलाई, चिन्ता गर्नुपर्दैन। के भयो? किन आत्तिन्छ यो? गुन्जन त भित्र छैन। होइन के नचाहिने कुरा गर्छ यो? यो त नम्बर कहाँ रहेछ त्यो? बाबा मलाई लाग्छ त्यो समरीसँग भागी। अरे मिज्यू, धेरै यहाँ 12-27 कुरा नगर्नु। त्यो दलितले डाँडा खटिसक्यो, जाउँ छिटो। तैँले सुनिस् नि, दलितले भगायो भनेको। यिनीहरूको पारिवारिक लफडामा किन फस्ने?
बेलैमा थाहा पाइयो र पो बच्यो। हो ड्याड हो। बिहेपछि यस्तो काण्ड थाहा भएबाट हाम्रो इज्जत माटोमै जाने रहेछ है ड्याड? हो नि। हे भगवान्, म पो पढे लेखेको छु, सबै कुरा बुझ्छु। मेरी नपढेकी आमालाई कसरी सम्झाउनु? बिचारी मेरी सोझी आमाको पनि के दोष? जातको पट्टी यसरी बाँध्या छन् कि मेरी आमाको आँखामा यी ठुला जात बनाउँदाहरूले हामी साना जातिहरूलाई। तर म गुन्जनलाई छोड्न सक्दिनँ, चाहे हामीहरूको बिचमा जात आओस् या मेरी आमा, किनभने मैले गुन्जनलाई साँचो माया गरेको छु। छेत्रीको छोरो यो पाउ चुन्छ, घिनले चुँदैन। कामीको छोरो भएर बाहुनकी छोरी भगाउँछस्, लात्तले हान्न किन हुँदैन? तेरो आमालाई मैले अस्ति घरमा गएर सम्झाएँ, सानो जात मात्दैन, मातेपछि बाँच्दैन। साला अब मर्छस् त। हेर हेर तेरो बुद्धि, बोकाको मुखमा कुबिन्डो अड्दैन भनेको यही हो। अब हेर्दा हेर आरनमा बस्न जान लाग्यो होइन त? मौरीलाई रानो, भोकलाई मानु, घरलाई छानु, यस्ता कामीसँग गएर के खानु? फुक्क नखर माउली, तँलाई त छोरी भन्न पनि घिन लाग्छ मलाई। भात माग्दा खिर खान्थिस्, सधी माग्दा सुन लाउँथिस्। तँलाई यत्रो पाउँदा पाउँदै पनि के चाहिँ पुगेन र यो कामीसँग हिँडिस्? हामी किन गल्फती गरिरहने मिच्यौ? ठिक पार्नु नै यिनीहरूलाई। ओए पानी आन्द्रे, जा बहिनी लिएर जा। Gujan! 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 Thank you.